हेलो नमस्ते। म राकेश कुमार कुशवाहा तपाईहरुलाई स्वागत छ एजुकेसन फ्यासनमा। आजकलको विद्यार्थीहरु युवा जेनेरेसन अब कहाँ जाँदैछ त्यो हामीहरुलाई गार्जियनहरु वा जेनेरेसन हामीहरु त्यसमा फोकस गरिरहेका छैनौं। अहिलेको विद्यार्थीहरु पढ्न कुरा गर्दाखेरि कोही पनि पढ्न रुचाइरहेको छैन। त्यस्तै क्लास तपाईको क्लास 5 को पनि बोर्ड हुन गइरहेछ। पेप्सनलाई क्लास 5 को बोर्ड छुट्याइयो। क्लास 8 9 10 11 12 अहिलेको हाम्रो तपाई हेर्दै गइरहेछ हाम्रो देशको स्थिति पनि कति खराब छ। यदि तपाईहरु पढाइमा बढी फोकस गर्नुहुन्न भने पछिको दिनमा धेरै अप्ठ्यारो हुन्छ। त्यस्तै भनिन्छ नि कुनै पनि विद्यार्थीलाई पढ्न भनियो भने त्यो पढ्न चाहदैन, त्यो बढी मोबाइलमा रिल्समा रुचाउँछ। त्यसै भनिन्छ ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा। त्यस्तै हाम्रो देशको भर हाम्रो अहिलेको युवा नै हो र अहिलेको विद्यार्थी नै हो। यदि विद्यार्थीले पढेको भविष्यमा राम्रो गरियो भने वास्तवमा त्यो राम्रो गर्छ। जस्तै भनिन्छ नि मोटिभेसन र डिसिप्लिन। मोटिभेसन र डिसिप्लिनमा के फरक छ भने मोटिभेसन के हो भने एकचोटी कुनै कार्य गर्यो हामीहरु, एकचोटी कुनै कार्य गर्यो फेरि जोशले गर्यो फेरि शान्त भइहाल्यो, त्यो हाम्रो मोटिभेसन हुन्छ। डिसिप्लिन के हो भने निरन्तर हाम्रो काम गरिरहेको हुन्छौं, त्यो हाम्रो डिसिप्लिन हो। निरन्तर त्यस्तै हप्तामा 7 दिन हुन्छ, 7 दिन गर्यो हामी निरन्तर। त्यो 2 घण्टा पढ्नु छ भने सधैं 2 घण्टा पढ्यो भने त्यो डिसिप्लिन हो। मोटिभेसनल के हो भने कुनै भिडियो हेर्यो, जोश जागर भयो, कसैले भन्यो एकचोटी गर्यो, फेरि एकचोटी गर्यो, 2 दिन गर्यो, 3 दिन छाड्यो, त्यो मोटिभेसन। त्यसमा हामीहरुले लाग्नु पर्दैन, त्यसमा बाड्नु पर्दैन। हामी डिसिप्लिन जे भए पनि हाम्रो जिन्दगीमा जे भए पनि जुन हामी कार्य गरिरहेछौं भने त्यसमा फोकस गर्नुपर्छ। जस्तै अहिले हाम्रो होली नजिक आइरहेछ। यदि कोही भन्छ त्यसमा पढाइ डिस्टर्ब हुन्छ, त्यसमा पढाइ डिस्टर्ब भयो 5 दिन 3 दिन 4 दिन त्यस्तो नगर्ने। अहिले तपाई हेर्नु भइरहेछ हाम्रो देशको स्थिति कस्तो गइरहेछ। यदि हामी पढेनौं भने हामीले विदेश जानुपर्छ। आफ्नो देशको नागरिक भएर आफै देशमा काम पाइरहेको छैन। त्यो के कारणले यदि पढ्नमा रुचायो, राम्रो गर्यो, एसएलसीमा राम्रो मार्क्स ल्यायो, राम्रोसित पढ्यो भने हामी भोलिको दिनमा राम्रो गर्छौं। म एउटा कुरा के भन्न चाहन्छु भने अहिले हाम्रो अहिले फागुन हो। चैत 19 गते क्लास 10 को एसएलसी हुन गइरहेछ। क्लास 8 को 9 को 5 को त्यही 5 8 9 गतेदेखि स्टार्ट हुन गइरहेछ। यदि विद्यार्थीहरुले टाइम छ अहिले यदि तपाईहरु राम्रोसित पढिहाल्नुभयो भने, राम्रोसित ध्यान दिएर गर्नुभयो भने तपाईको एक्जाममा राम्रो मार्क्स आउँछ। राम्रो मार्क्स लिएर तपाईले चिनाउँछ कि तपाई कस्तो पढ्न मन हुन्छ, तपाई कस्तो हुनुहुन्छ। यदि घरमा बसेर रिल हेरेर मात्र चल्दैन। अहिले तपाईहरु पढ्नु, पढाइमा फोकस गर्नु, पढाइमा ध्यान दिनु। यस्तो गर्नुहुन्छ भने तपाईको भविष्य राम्रो हुन्छ। ल अर्को पार्टको लागि च्यानल सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला र धन्यवाद।